हामी पनि अब एउटा ठेला खोलेर मामा भान्जा ठेला खोलौँ। दर्शन नमस्ते। हामी चाहिँ आज मुकबाङ भनौँ भन के मुकबाङ भने के भनौँ अब 50वटा पानीपुरी अनि चटपट अहिले हामी आफै बनाएको त्यो भुजा मात्रै भएको छ। त्यही भएर आज चाहिँ मम्मी बिरामी भइसक्छ। त्यही भएर हामी मामा भान्जा मिलेर बनाउन लागेको मुकबाङ कसैलाई भनिदिनु होला भनेर। नमस्ते, म राजन मल्ल, सुजु मल्लको प्यारो भाइ। हामी चाहिँ सुजु मल्लको युट्युब च्यानलमा मुकबाङ मामा भान्जा अब हामी सुरु गर्छौँ। के सुरु गर्ने पहिला चटपट कि पानीपुरी? चटपट खानु त रोटो भाइले चटपट खाँदैन खायो है त ल। फर्स्ट बाइट। भुजा मात्रै पनि मिठो छ होइन? एकदम मिठो। एकदम मिठो छ यी। अस्ति 7K पनि सेलिब्रेसन गऱ्यौँ। अब चाँडै 100K पनि गर्न पाऊँ त्यही भन्छ। चाँडै 100K मा चाहिँ चितवन जाउँला, चितवन गएर बनाउँला। सक्दोसम्म सपोर्ट गरिदिनु होला। अनि लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिन्छु त्यही भन्न चाहन्छौँ। मामा भान्जाले बनाएको चटपट छ मिठी हो कि होइन? यसरी खान्छ नि मिठो हुन्छ। आरामै ल है त नाच्छ है। ल पानीपुरी फर्स्ट बाइट। पानीपुरी पनि सोचेको भन्दा मिठो है। मिठो हुन्छ हामीले त बनायो। हामी पनि अब एउटा ठेला खोलेर मामा भान्जा ठेला खोलौँ। जोस मिठो भइरह। मिठै छ। भिडियो चाहिँ राम्रो छ छैन भनिदिनु होला कमेन्टमा। पानीपुरी पनि हालिदिउँ चटपट हालेर हालिदिउँ एक सब। धेरै बाँचेर एकदम मिठो मिठो आ। घर यसरी बनाएपछि बाहिर खाने जान नपर्ने है। त्यही त घरमा चाहिँ मिठो भएपछि त बाहिर त नगइनु। पानीपुरी हालिदिनु भयो। हामीले चाहिँ भ्याम चटपट अब पानीपुरी एकदम मिठो थियो है। अलिक त खाना है। मसला पनि छ है हामीले बनाएको। चटपट मसला सबै हामी दुइटैले मामा भान्जा बनाएको। यो नि ट्राई गर्छौँ कस्तो भएछ। मिठै भयो होला मामा भान्जाको मायाले बनाएको हो त। अब मम्मी चाहिँ बिरामी त्यही भएर अब छोराले बनाउनु पऱ्यो, छोरा मामाले। त्यही भएर फेरि पानीपुरी ल।
एकदम मिठो छ है मिठो सोचे भन्दा मिठो भएछ हाम्रो चाहिँ बनायो अरे सानोमा कहिले चाँडो खाने फ्यामिलीहरूसँग चेस हानिदिउँ न एक सौ ल अब है ल युट्युब फ्यामिली ल चेस बर मिठो भयो क्या हो त पानी पस्यो कि खस्यो कि तर राम्रो त्यो 50 मतलब 55 पिस छ क्या है हजुर हामी बनाऊ 55 पिस त बनाऊ अब्दल पढ्यो त ब्लास्ट हो क्या भित्र हाल्दैन नि सर मुस्नु सम्झ निकाल नि त्यहाँ तल एउटा भन्नाले खाँदा पनि बसेर छ कुनै मिठो हुन्छ बसेको त मिठो हुनु एटै भइरहेछ है त हस् अब हामी चाहिँ 5वटा यो 5वटा कहिले चाँडो सघाउने है त ल सब भेल्न आइसक्यो झोलझोल पनि अहिले थोरै बनाएको छ
ए बास बास म ल्याएँ पहिला भान्जालाई बिट्रोल गरिदिइसकेको छ है मामाले होइन अब यस्तै अब धेरै भयो नि धेरै जित्नु पनि हुँदैन आज भइहाल्छ आदित भइहाल्छ होइन म अहिलेसम्म मुखबाङ गर्दाखेरि एकचोटि हारेन कि मम्मीसँग हो या जोसँग भयो हारेको छैन ल अब साथी हामीले नि खाएर भइसक्यौँ चप्पर पनि खायौँ पानीपुरी खायौँ एकदम मिठो भएको थियो मिठो भएको थियो अनि अब चाहिँ हामी भिडियो एडिङ गर्न लाग्यो अब लाइक सेयर सब्सक्राइब गरिदिनु होला नयाँ हुनुहुन्छ भने त्यही लाइक सेयर गर् पुरानो हुन्छ नि लाइक कमेन्ट सेयर गरिदिनु होला त्यही भन्न चाहन्छौँ अनि फेरि राम्रो भिडियो देउनु भयो भने अलिक यस्तो अलि मोटिभेसन फेरि लिएर मिल्छ आउँला। अलि फेरि लिएर आउँला भन्दै बाई भन्दैछ नमस्ते बाई बाई नमस्ते दर्शन बाई